प्रकृतिले श्रृङ्गार गरेको देश नेपालका जनताहरू प्रकृतिलाई पूजा गर्छन्, प्रकृतिको संरक्षण गर्छन्। बेला बेलामा देशको प्रकृति र संस्कृतिमा विघ्न बाधा आइपर्छन्, तर देशको प्रकृति र संस्कृतिको रक्षार्थ सबै नेपाली जनताहरू बिना वर्दीको सिपाही बन्न तयार छन्। नेपालकै सुन्दर नगरी मध्यपुर थिमी नगरपालिका वडा नम्बर 8 बोडे स्थित कमल पोखरी समग्र मध्यपुर थिमी नगरपालिका बोडेको चिनारी हो। तर विगतमा भूमाफियाको चङ्गुलमा फसेकी सुन्दरी पटक पटक आफूमाथि भएको अत्याचार ठुलो ठुलो हेरेर बस्न लाचार भइन्। तर नेपाल आमाका सपुत सम्पूर्ण बोडेवासीको सङ्घर्ष र सम्पूर्ण नगरवासीको खबरदारीको साथै नगर प्रमुखको अग्रसरतामा सो सुन्दर कमल पोखरी संरक्षण तथा सम्वर्धन गरी जल यातायातका रोमाञ्चक अनुभूति लिन सकिने भएको छ। करिब 14 रोपनी क्षेत्रफलमा फैलिएको पोखरीको चारैतिर पर्खाल लगाई संरक्षण गरिएको छ। कमल पोखरीबाट तल झर्ने बित्तिकै बोडेवासीको शक्तिपीठ मानिने कुमारी मन्दिर पुगिन्छ। पुनर्निर्माण गरी सुन्दर संस्कृति संरक्षणको नमुना बनेको यस मन्दिरको वरिपरि ढुङ्गेधारा पाटी बगैँचा निर्माण गरी अझ सुनमा सुगन्ध थप्ने काम भएको छ। करिब 12 रोपनी क्षेत्रफलमा फैलिएको यो स्थल अहिले सम्पूर्ण नगरवासीको आकर्षणको केन्द्र बनेको छ। कुमारी पार्क नामाकरण भएको यो स्थलको फेरिएको मुहार देख्दा जो कोही संस्कृति प्रेमीको छाती गर्वले फुल्ने गर्छ। कुमारी मन्दिरबाट करिब 200 मिटर पश्चिम लागेपछि झट्ट हेर्दा सुन्दर बाटिका जस्तै लाग्ने स्थल भेटिन्छ। हो, त्यही स्थल हो बोडेवासीको देहान्तपछि अन्तिम संस्कार गरिने समाधि स्थल। करिब 4 रोपनी क्षेत्रफलमा फैलिएको सो समाधि स्थललाई भैरव पार्क नामाकरण गरी पार्कको रूपमा विकसित गरिएको छ। प्रकृति र संस्कृतिको संरक्षणमा लाग्ने सम्पूर्ण नगरवासीप्रति कृतज्ञता जाहेर गर्दै हार्दिक नमन टक्र्याउन चाहन्छु। हाम्रो ठाउँ हाम्रो पहिचान, पर्यटक भित्र्याउने हाम्रो अभियान। मध्यपुर थिमी नगरको भ्रमण गरी पर्यटक प्रवर्धनमा टेवा पुर्याउँ। धन्यवाद।